ल आज चाहिँ हामीहरूको डे 1 एसएमएफ कोर्स हामी कुन ठाउँमा पो जाँदैछौँ भाइ हामी लेक डिस्ट्रिक्ट क्याटबेल्स त्यहाँनिर चाहिँ हामीहरू चाहिँ आज एराउन्ड हामीहरूको प्लान चाहिँ एराउन्ड 6K अल्टिट्युड हामीहरू नियरली 500 मिटरको हाइट गेन गरिन्छ त्यसपछि चाहिँ मुनि आएर चाहिँ आज डे गर्मी छ त्यही भएर चाहिँ हामीहरू चाहिँ भयो भने चाहिँ क्विक लेकमा डिप हालेर चाहिँ कुल गरेर ब्याक टु क्याम्प आइनेछ ल हजुरहरू प्लिज हेरिदिँदै गर्नु होला हामीहरूको जर्नी सुरु भइसक्यो एन्ड दिस इज खरी भाइ एन्ड ड्राइभर भाइ तर सबै नचाहिँदो मान्छेहरू परेछन् ल सुदीप भाइ प्लिज तपाईँको 1-2 शब्द यहाँ अडियन्स दर्शकहरूलाई जाओस् प्लिज अब चाहिँ हामी यो बिरालो घन्टी डाँडालाई हामी चढ्न जाँदैछौँ आरोहण गर्न जाँदैछौँ अब पहिलो चरणको ग्रुप चाहिँ हिँडिसकेको छ अब दोस्रो चरणको चाहिँ हाम्रो अब एकदम हाम्रो होनहार एकदम वान एन्ड ओन्ली हनुमानले लिड गरेर लाँदै म कहाँ हो यता पछाडि हो अनि अब चाहिँ के होइन चट्टसँगले डाँडा यसो हेर्दाखेरि एकदम च्यालेन्ज जस्तो छ छ्याप 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 स्लो अट्याक हान्दै जाने हो गएर च्याट्ट पसिना च्याट्ट अनि कहाँ पो छ अरे पोखरी नजिकै हो नि त होइन दोस्त पोखरी कहाँ पर्छ नजिकै होइन पोखरी यतापट्टि त्यहाँ छ्वाममै अनि सिलाइन्छ हाम्रो पसिना एकदम अब उसले थ्योरिटिकल्ली भनिन्छ क्या अब यसलाई प्र्याक्टिकल्ली अब लागू गरिन्छ या त्यही हो लाइन सबैजना हिँड्दैछ पछाडि आमा कति बढी हो मान्छे हामीहरू मात्र भनेको त यिनीहरू त बाबा यिनीहरूको पनि ज्ञान त हरामी रहेछ नि त बल्ल सुरु भयो हाम्रो ल लास्ट विकको जर्मनीतिरको 80 पछि हामी चाहिँ आज लेक डिस्ट्रिक्टतिर आफ्नै देशमा फेरि यहाँ हिल वाकिङको लागि हाम्रो दाजुभाइहरूसँग आइपुगेको अवस्था यहाँ चाहिँ एकदम बिग ग्रुप अलमोस्ट 28 जनाको ग्रुप अनि हामी इन्स्ट्रक्टरहरू चाहिँ 5-6 जना चाहिँ प्रोपर इन्स्ट्रक्टर अनि लुमङ्गुजी चाहिँ इन्स्टल गर्ने इन्स्ट्रक्टर आज हामीसँग यहाँ हाइकको लागि सो आज चाहिँ हामी क्याटबेल्स लेक डिस्ट्रिक्टमा चाहिँ डे हाइकको लागि चाहिँ आएको अवस्था गर्दै चाहिँ है हाम्रो सुरु भयो भर्खर सुरु हुँदैछ कमिलाको ताती जस्तै छ हाम्रो ग्रुप प्लस पुच्चापुच्चीहरूको पछाडि पनि बच्चाहरू यतिकै आउँदैछ हाम्रो भाइको नाम के अरे भाइ म बिर्सेँ यार मेरो भाइ चाहिँ यस्तै क्लिपहरू भयो भने चाहिँ हेर्नेलाई मजा आउने हो क्या ल भाइले के भन्छ हौ यहाँ सानो भाइको फेरि रमाइलो यहाँ भ्युअर्सको लागि मेरो नाम चाहिँ सन्देश भाइ आज चाहिँ यहाँ गुरुजीहरूलाई हुनुभएको युनिट जोइन गरेको धेरै भएको छैन 2-3 मन्थ जति मात्रै हुँदैछ अनि आइ एम भेरी एक्साइटेड अनि गुरुजीलाई थ्याङ्क यू फर अर्गनाइजिङ दिस म होइन हो सोनिक गुरुजी हो गुरुजी पनि पार्ट अफ द टिम नै म चाहिँ इन्स्ट्रक्टर मात्रै मैले भने होइन थ्याङ्क यू सो मच अनि एकदम मजा आइरहेको छ म चाहिँ यस्तो एक्टिभिटिजहरू चाहिँ एकदम लुक फरवर्ड गर्छु एकदम मजा लाग्छ मलाई अनि यो पहाडहरू यताउति देखेकोहरू चाहिँ मेरो आँखा चाहिँ निकै तडपिरहेको थियो यो हेर्नलाई यो हेर्न पाउँदाखेरि म एकदमै आज उत्साहित मुद्रामा छु ल भाइलाई चाहिँ वेलकम छ है हाम्रो स्पोर्टमा पनि प्लस अब यहाँ यो हिल वकिङको लागि पनि एटिभीमा पनि ल गर्दै चाहिँ आजको प्लान चाहिँ क्याटबेल्स अलमोस्ट 500 मिटर हाइट त्यहाँबाट चाहिँ तल झरेर 1 सर्किट 1 लुप भन्ने प्लान छ डिस्टेन्स अबाउट 6 किलोमिटर हाम्रो प्लान चाहिँ आज कभर गर्ने त्यसपछि चाहिँ अलिअलि स्विमिङ अनि टाउनमा चाहिँ अलिकति घुम्ने अनि वेदर साथ दियो भने अब चाहिँ फ्यु पॉइन्ट्स होइन डाउन द नेक पनि गर्ने ल है त ल लेट्स गो फ्यु पॉइन्ट्स त दिनै पर्ने हुन्छ नि फ्यु पॉइन्ट दिनुपर्ने हुन्छ के छ अहिले भ्यू चाहिँ राम्रो छैन अलिकति माथि पुगेर चाहिँ लेफ्ट ह्यान्ड साइडमा चाहिँ डाउन वाटर लेकको भ्यू पक्का राम्रो देखिन्छ अनि राइटतिर चाहिँ त्यो पहाडहरू दामी देखिन्छ ल है त ल कुकुर पनि नाच्छ हामीसँग जोइन गर्नुको
ल लेट्स गो एक्स्ट्रा गुजीले के गर्छ फ्लोरेर पाउनको लागि पनि पक्का पितृ बुझाउँदैछ हजुर ग्याबिट कस्तो हुँदैछ नि हाम्रो वान अफ द मेन इन्स्योर आजको भएन भनेर पनि देखाइदिउँ राखिदिउँ म कि राम्रो हुँदैछ एकदम राम्रो हुँदैछ गुरुजी फर्स्ट डे सो नट मच टु कभर तर बेसिक सबै मान्छेहरूलाई या वेदर पनि राम्रो छ धेरै जाडो पनि छैन धेरै गर्मी पनि छैन वेदर ठिक्क छ है हजुर ल आजको हाम्रो प्लानिङ अनुसार चाहिँ फर्स्ट डे एटिभीको गर्दाखेरि चाहिँ ठक्क एकदमै ठिक्कको हाइटबाट डिस्टेन्स कभर गरेर चाहिँ आज हाम्रो प्लान हो भोलिबाट चाहिँ मोर हायर हामी अलिकति लङ डिस्टेन्स चाहिँ भोलिबाट हामी चाहिँ कभर गरिन्छ ए भ्युज अलरेडी राम्रो देख्न सुरु भइसकेछ यहाँ ल ल ल स्टे ट्युन लेट्स गो यो कुकुर त तपाईँसँग जाला जस्तो भयो त हो किन यस्तो किन हो तपाईँ डग लभर भएर कि डग तपाईँ लभर भएको हाम्रो चाहिँ के छ हौ यहाँ रास यसलाई चाहिँ हजुर जस हजुर एकदम साथी चाहिएको जस्तो साथी लाग्यो चाहिएको। अनि गर्दाखेरि चाहिँ रमाउने रहेछ यो कुकुर हो अनि फेरि लुगा पनि तपाईँको एकदम क्याची छ नि त आज कलर गर्दाखेरि यति आज क्या ओ ल ल दिइहाल्यो नि त ल यो चाहिँ अब हाम्रो साथी भइसकेछ यहाँ चाहिँ लेट्स गो लेट्स गो लेट्स गो साथी भइसक्यो यहाँ ल है यो क्याबल चाहिँ आज एकदमै यहाँ भिड एकदमै भिड बस्छ यहाँ मलाई ठिक लाग्यो त्यो आइल्यान्डहरू के हजुर आइल्यान्डहरू अनि काइकिङलाई पनि यो डबलिङ वाटर लेक एकदमै फेमस छ है यहाँ चाहिँ बोटिङको लागि अनि काइकिङहरू वाटर स्पोर्ट्सको लागि पनि एकदमै राम्रो छ तल काइकिङ गर्दैछ मान्छेहरू अनि अब यो एकदमै बिजी हुनेको रिजन पनि फेरि के हो भने यो चाहिँ एकदमै लो लेभल एकदमै राम्रो भ्यू देख्ने वान अफ द हाइकिङ स्पोट त्यो भएर पनि एकदमै सबै एजको ग्रुपको मान्छेहरू चाहिँ यहाँ चाहिँ हिँड्न आउँछ गर्दाखेरि चाहिँ निकै यहाँ बिजी देखेको छ आज चाहिँ होइन चाहिँ एकदमै बिजी हो या ल ल लेट्स गो हामी चाहिँ अलमोस्ट हाफ वे थ्रु हुन लागेको अवस्था फर्स्ट डाँडा यो माथिको चाहिँ फर्स्ट डाँडा मान्छे चाहिँ झुकिन्छ क्यारबेल्सको डाँडा आयो भनेर कति मान्छे चाहिँ माथि पुगेर मोरल डाउन हुनु पनि सक्छ किनभने पुग्यो भनेर पेसेफर दिएको हुन्छ तर त्योभन्दा पनि अझै उता ऊ त्यताको हो क्या गर्दाखेरि चाहिँ ठिक छ तर यो उकालो त्यहाँबाट चाहिँ ओह्रालोसम्म त्यहाँबाट चाहिँ नेक्स्टको लागि फेरि अलिकति उकालो अनि फर्किँदाखेरि चाहिँ हामी त्यसको पारिबाट चाहिँ वान लुप एन्टी क्लक वास हानेर चाहिँ कारपार्क जाने प्लान छ हाम्रो चाहिँ भ्यू चाहिँ स्टिल दामी छ मान्छेहरू एकदमै भिड छ यी हाम्रो डगी पनि सँगसँगै छ हामीसँग गर्दाखेरि चाहिँ ठिकै छ यता ग्याबिट भए चाहिँ फेरि पछाडिबाट सबै मान्छेहरू धपाउँदै रियर म्यानको काम गर्दै गरेको अवस्था ल ठिक छ यहाँ साइकल पनि लिएर आएको छ मान्छेहरूले थकाइ मार्दैछ साइकल ल्याउने चाहिँ को अब चाहिँ अलिकति जस यो डाँडा चढ्न आउँदाखेरि चाहिँ फ्यामिलीसँग आयो भने चाहिँ वेदर चाहिँ निकै हेर्नुपर्छ किनभने इट्स इजी धेरै हाई पनि छैन सर्ट पनि अब डिस्टेन्स पनि सर्टै छ बट यो माथिको योहरू बाटो चाहिँ एकदम विन्डी हुँदाखेरि अनि वेट हुँदाखेरि चाहिँ एकदम चिप्लिन्छ त्यो चाहिँ तपाईँहरू चाहिँ विचार गर्नुपर्छ फ्यामिलीसँग आउँदाखेरि चाहिँ अदरवाइज वेदर राम्रो छ भने एकदमै नाइस एन्ड इजी वक विथ लस अफ ब्युटिफुल भ्युजहरू ल यहाँ चाहिँ अब 10 मिनटको ब्रेकमा हामी केटाहरू यहाँ चाहिँ जस थाकेर होइन कि यो चाहिँ वार्मअप भएर एकछिन बसेको कहाँ थाक्छ यतिखेर ओहो यार अस्ति नै मेरो फेरि पहिला भिडियोको मोडल हेरेछ नि त के छ मेरो भाइ फेरि म डेट छु गुरुजी फर्स्टको भिडियो पनि यस्तो डेट दियो भने डेट जस्तो भयो सकिसक्यो गुरुजी सकिसक्यो अब मलाई यहाँ उ चाहिन्छ स्विटनेस अलिकति स्विटको पक्का पन्च चाहियो तिमीलाई ल अरू भन्दा नि त्यो सबै ठिक छ यहाँ चाहिँ भ्यू चाहिँ पक्का दामी छ है अझै पुग्छन् त यहाँ भट्टु भाइ पनि हेरेछ यस्तो के पर्छ तिमीहरूलाई लमजुङको डाँडामा बेसारतिर डाँडा काँडा हिँडेको मान्छेलाई त यो त इजी नै हो होइन यो चाहिँ फेरि हाम्रो लमजुङको भाइ बेसी सर अल द वे पछिको भ्यू चाहिँ दामी छ यार सफर खोइ यो त कता गऱ्यो हाम्रो गाउँ पहिला हेर ताप्लिङ गएन मेरो पूर्व धनकुटाको मेरो भाइ आमा जोशी भाइ फेरि पारा आमा भाइलाई पनि पहिला मेरो त्यो थ्री पिक च्यानलको भिडियोमा देखेँ होला है त्यति बेलाको भाइ हाम्रो चाहिँ पक्का पारा सारा त्यहाँ खडा ग्रुप हिँडेको भाइ हो क्या फेरि भेट भयो यहाँ ल है तपाईँलाई इन्जोय म दिन्छु फेरि ल भाइले फेरि ल कस्तो हुँदैछ सोफर एकजना अघि
सेम अघि बोल्दाखेरि अर्कै थियो मेरो एक्सप्रेसन फिलिङ्स अर्को थियो अहिले फिलिङ्स नै पुरा चेन्ज भइसक्यो अहिले चाहिँ निकै मेरो एड्रेलिन स्पाइक हुँदैछ स्पाइक हुँदैछ तर भ्यूहरू अनि इन्जोय गर्दैछ नि भ्यूहरू चाहिँ मैले त एकदम इन्जोय गरेको छु कम्पनीहरू होइन ल ल भाइ ल है ल अब इन्जोय गर्नुपर्छ के सोध्दिनु लास्ट उयो डुब्की नै हाल्नुपर्छ एकचोटि यहाँ झोला सोलामा प्यागलनसँग गुजीको वाटरप्रुफ सब बोक्दिने फेरि मेरो अब गुरुबा हो नि त मेरो गुरुबा अब बुढा मान्छेलाई यसरी हेर्छ भने मेरो केही सानो मान्छे कस्तो मजाको भ्यू आएको छ कि तपाईँले पक्का ब्याकग्राउन्ड पनि होइन ओके ठिक छ है गुजी ल है त ल गुजी जानुपर्छ अब रिजेश भाइ अल द वे फ्रम हाम्रो 9 प्लटुन क्याप्टिकबाट छविन्द्र भाइ विङ सी होइन 7 प्लटुन हाम्रो सेम विङ अब हिमाङ भाइ त पहिलाको भिडियोबाटै आइरहेछ चिन्नुपर्ने हो सबैले ल ल लेट्सको अब ब्रेक सक्यो अब ल चढ्नु पनि हुन्छ झोला पनि छोडेछ कि उसले होइन ल भाइ हाम्रो यहीँ छ चड्के भाइ हाम्रो सुदीप भाइ भाइको नाम चाहिँ फेरि चेन्ज भइसक्छ नि फेरि सुदीपबाट सन्दीप भइसकेछ फेरि यहाँ भिडियोज गर्न आएर ल लेट्सको अब उयो सरलाई चाहिँ नदेखाउनु पऱ्यो अब ड्रेस कोडै रङ छ ए पारा भाइ दुईजना पारा रहेछ ल सुभाष भाइलाई ठ्याक्क भेट्यो यहाँ यिनीहरू चाहिँ अलिक फिट भएर क्या यिनीहरू पाराहरू झाम्की हिँड्छ स्कोर बनाएर भएर चाहिँ भेट्नै साह्रो भयो कि अब उसब र हाम्रो सुदीप भाइ फेरि आमा यिनीहरू त माऱ्यो नि चस्मा पनि ब्याकग्राउन्ड पनि त्यस्तै ल अलि सिङ्क्रोनाइज भयो ल ब्रिफ गर्नुपर्छ पहिला ब्रिफ गर्नुपर्छ तपाईँ यहीँ हुनुहुन्छ पछाडि छोरा आयो भन्दैछ त मान्छेहरू त त्यही त भाइ बोकेर लिएर आयो नि ल ठिक छ गुजीले कहिले भेट्छ हो स्वाइँ हिँडेछ गुजीले पछाउनै साह्रो छ ल ठिक छ यहाँ चाहिँ अब हाम्रो ग्याबिट भाइ इन्स्टोर भाइबाट सानो काम लाग्ने कुरा एसएमएफ कोर्सको लागि 5 मिनट जस्तो दिन्छ भाइले त्यहाँबाट चाहिँ हामी जानुपर्ने हुन्छ अर्को यही मेरो पोखराको भाइ यहाँ फेरि प्रवीण गुरुङ ठिक छ मुगले चाहिँ स्टिल ट्राई गरेको छैन स्टिल एभाइलेबल अनि एलिजिबल ठिक छ पोखराको गुरुङ होइन ओरिजिनल घर कता रे पोखरै कास्की हो तिमी मारे ल भाइले भनिसक्यो अभाइलेबल स्टिल एलिजिबल स्टिल ब्याचलर ल ठिक छ हाम्रो फेरि गिटारिस भाइ ल ठिक छ ताप्लाजुङकोलाई यो डाँडा गुर्जी भाइ त 3000 मिटर अब बस्छ क्या टेस्ट लिँदै हुन्छ गुजले भनेर मलाई थाहा छ यो टेस्टमा चाहिँ म पास हुनुपर्छ यो अग्नि परीक्षा लिँदै हुन्छ गुरुबाले हजुर यो त हामीले बुझ्नुपर्ने हुन्छ अग्नि परीक्षा तर लिँदै हुन्छ प्रिपरेसन चाहिँ मैले भनेको जस्तो भयो यो हाइड्रेसन चाहिँ कहाँ हो खोइ यहाँ साउन्ड चाहिँ आयो कहाँ उठेछ भने चाहिँ पत्ता लगाउन सकेन हामीले यहाँ रमाइलो गफ सकेको छैन यहाँनिर क्या यहाँ गुरुले एकदम मलाई के कसरी ड्रिल एकदम प्रपर ड्रिल सिकाउँदै हुनुहुन्छ गुरुजी त फेरि यस्तो नि त एमएलटी एसएमएल नगरे पनि गुरुजी एसएमएलको नि एसएमएल इन्स्टलको नि इन्स्टलर क्या हाम्रो गुरुबा चाहिँ पक्का हाम्रो गुरुबा गुरुजी झापाबाट आएर हाइड्रेसन चाहिँ अब फेरि त्यो भन्नु न क्या गुरुजी झापाको होइन क्या त्यो मान्छेलाई पताउँदैन क्या गुरुजी झापाको होइन 5 तारिकको हो क्या गुरुजी चाहिँ ल लेट्सको जानु पनि हुन्छ भाइ होइन ल ल फोटो चाहिँ खिच्नु पनि हुन्छ क्या ल हामी चाहिँ यो पछाडिको ख्यारबेसमा जाने अब चाहिँ धेरै छैन अब चाहिँ लास्ट फ्यु बिट्स अफ क्लाइम्ब यहाँ चाहिँ हाम्रो गिटारिस भाइ पक्का बिस्तारै भ्यू इन्जोय गर्दै हिँडेछ ओ हाम्रो चाहिँ गन्तव्य त्यहीँ छ अब ल लेट्स गो थरीको जातको हुन्छ नि त अब यो न्यु रोड अब गुजिरा न्यु रोड अब यो त्यसकै ब्रिड हो क्या त्यसकै ब्रिड तपाईँलाई म अलिक खाना नमिल्ने हो यो यसको पक्का डिस्क्रिप्सन देखेर के अरे तपाईँलाई भन्छु म अहिले है खोजेर यो के हो भनेर गुरुजी या अब गुरुजी अब गाउँतिर बसेको अब न्युरो भन्न आउँछ अब नेग्रो अरे अब है के भन्नु गुरुजी यार अलिअलि गाउँतिर जानु पऱ्यो क्या कहाँ त्यो तपाईँ भन्छ ब्रिटिस भन्छ है चट्टा अब सबै छ अब न्युरो र नेग्रो पनि थाहा छैन अब यो पकाएर खानुहुन्छ अब गुरुजी अब देखेपछि चाल भइहाल्छ ल हाम्रो चाहिँ अब अपहिलको जर्नी यात्रा यहाँबाट सुरु भएको अवस्था रदेखि चाहिँ माथि पुगेर एउटा चाहिँ ग्रुप फोटो लिनुपर्ने हुन्छ अनि त्यहाँबाट एकछिन रेस्ट अनि झर्नु पनि हुन्छ होइन खोजी यो कुकुर पनि यो के हो मुसा कुकुर पक्का क्युट छ तर केही छैन झर्नु पनि हुन्छ ल भाइ चाहिँ यहाँ रेस्ट पनि मनाउँदैछ हिँड्दैछ तर केही छैन माथि पुगेर चाहिँ छ्याप्प भेला भएर क्लिक फोटो
भन्नुपर्ने हुन्छ गुजी होइन गुजी हो तर त्यहाँनिर हामीहरूको सन्दीप भाइ किन यहाँ अहिले नै बसिहाल्यो भन्दाखेरि चाहिँ उहाँको चाहिँ प्रिपेरेसन चाहिँ साह्रै राम्रो नभएर उसलाई हाइड्रेसन पुगेकै छैन आज ल मारे त्यस्तो त्यही भएर चाहिँ अनि भाइ त फेरि बस्ने ताप्लिङ गरेकै त छ आज अनि भाइले भनेअनुसार ताप्लिङ त घरै अब 3000 माथि 3000 मिटर माथि छ भन्छ अनि यहाँ त फेरि के हो गुजी कहाँ 3000 5000 अलिकति कि भाइ पनि तपाईँ जस्तै सिटी बोय त होइन फेरि हो सिटी बोय भाइ अँ भाइ त सिटी बोय हो नि त्यही भएर साह्रो छ अब म 5 तर्फको सिटीमा बस्ने मान्छे अँ भाइ धरानको सिटीमा बस्ने अनि म चाहिँ फेरि लमजुङको सिटीमा यता फेरि गोर्खाको ठिटो फेरि नम्बरी सायद नदेखाउँ भनेको अब देखाउनै पऱ्यो फेरि अब भ्युज आउँछ बल्ल सब आइसि बल्ल ल ठिक छ मुनिबाट खिच्नु न अलिक माथि ल अब आर्मीलाई त्यस्तै गुजी अब अस्ति लास्ट विकसम्म चाहिँ जर्मनीको डाँडातिर घुमिरहेको अवस्था अनि अहिले चाहिँ फेरि अब यता लेक डिस्ट्रिक्टको इङ्ल्यान्डको डाँडातिर फेरि हिँडिरहेको अवस्था कहिले यता कहिले उता होइन गुजी त्यही हो त्यही छ हाम्रो ब्युटी हाम्रो चाहिँ लाउरे जीवनको चाहिँ होइन गुजी मजा नै त्यस्तो त्यही छ तर के छैन इन्जोय गर्नु पनि हुन्छ लाइफमा है यु लिभ ओन्ली वन्स भने जस्तै लेट्स एन्जोय द डे एन्जोय द हाइक अनि इभिनिङमा चाहिँ एन्जोय द पक्का मेसिङ ल है त ल लेट्स गो त्यहाँको चाहिँ त्यहाँनिर पनि एक्सपिरियन्स छ तर मान्छेहरू झन्डै ढलेन राति आइपुग्यो हामी अहिले बाटोमा हराउनै हरायो नि त अलि नै हरायो नि नभने 20 के जस्तो हुन्छ क्या प्लिज ल है ल अर्को कुरो विचार गर्नुपर्ने भनेको चाहिँ यो भाइ तिमी अलि रङ बाटो हिँड्दैछ या के लेछ हेर त एरोसन कन्ट्रोल प्लिज किप द मेन पाथ भन्छ अनि राम्रो कुरा भनेको चाहिँ यहाँ यस्तो अब हिल वकिङ गर्ने ठाउँमा पनि पक्का यिनीहरू चाहिँ कन्जर्भ गर्नेको लागि नेसनल पार्कलाई चाहिँ राम्रो कुरोहरू चाहिँ साइनबोर्ड राखेर भनिदिएको हुन्छ गर्दाखेरि चाहिँ हामी पनि अब गुड सिटिजन भएर चाहिँ फलो गरिदिनु पर्ने हुन्छ हामीले चाहिँ फेरि गर्दाखेरि चाहिँ सो द्याट यो पक्का राम्रो ब्युटिफुल नेचर ब्युटिफुल वकिङ रुट पछिसम्मकोलाई चाहिँ राम्रोसँग बसिरहन्छ अनि हाम्रो नेक्स्ट जेनेरेसनको मान्छेहरू चाहिँ आएर फेरि इन्जोय गर्न सक्छ भएन भाइ या ठिक छ ल अब हामी चाहिँ पुग्यो यहाँ गन्तव्यमा क्यारबेल्सको टुचोरोमा यहाँ चाहिँ एउटा छाप्पा लगाएर एउटा ग्रुप फोटो लिनुपर्ने हुन्छ अनि त्यहाँबाट चाहिँ जानु पर्ने हुन्छ भाइ ल बल्ल भेट्यो भाइ चाहिँ फेरि अब पिटायो भने चाहिँ लिड फ्रम द फ्रन्ट गर्दा हामीले चाहिँ बल्ल भाइलाई चाहिँ यहाँ भेटाएँ थाइम भाइ कस्तो हुँदैछ तिम्रो दिन आजको या एक्सिलेन्ट अब चाहिँ प्रोफाइल पिक्चर चेन्ज हुन्छ मोडनेटको मारे खालको फोटो चाहिँ खिचेछ होइन ल पक्का रमाइलो भयो हाम्रो चाहिँ हामी भाइ धेरै पछि देखियो यस्तो भ्यू ठिकै छ है यतिको हप्ताको एन्डमा चाहिँ एउटा सर्टिफिकेट 12 वर्षपछि पाइन्छ कि भन्ने आशा छ मारे भाइले फेरि सबैलाई सर्टिफिकेट दिएछ र आफूले चाहिँ पाएको छैन अब मारिहाल्यो नि यो त र ठिक छ लुमगुजी तपाईँ कसरी पछाडि हुन्छ फेरि अगाडि आइपुग्छ के म्याजिक हो यस्तो गुरुजीको एट्र्याक्सन भनेको चाहिँ भुसुना हो क्या यो वाकको हो गुरुजी ठिकै हुँदैछ ठिकै भइहाल्यो नि भाइले सबै सामान यहाँ पोटर बनाएको छ यही झोलामा सबै सामान हालेछ अनि छापका फ्रिली हिँडेछ पोस्ट भेकल जस्तो होइन भ्यू पनि कस्तो मजाको फेरि यहाँबाट आमा ए ठिक छ ठिक छ ल गुरुजी ल पानी खाने पर्ने हुँदैन है तिम्रो यस्तो रह लाग्दो बसेछ यहाँ नेपालको 14 बसे जस्तो लाग्यो क्या साह्रै लकी भयो पक्का भाग्यमानी दिन्छ नि मोरल फेरि जग्गा ल ठिक छ रमाइलो देखेछ है नमात्रै हेर्ने थियो अहिले आउन नि पाएँ पोखरेलले टिका लड्डुलाई म्याक्सिमम लाग्यो गुरुजी लड्डु के रे भाइ को लड्डु हाम्रो आज आएको लड्डुहरू सबै लड्डुहरू सबै नयाँ लड्डुहरू चाहिँ होइन भोक हान्नु पनि हुन्छ यो इन्डिक 21 लाई यहाँ लानु पनि हुन्छ क्या म्याक्सिमम खोइ कताको सुदीप ल अब चाहिँ यहाँ भ्यू इन्जोय गर्दै लन्च टाइम सरको डाइट चाहिँ ठिक छ बुझ्यो तपाईँको चाहिँ के हो यहाँ फेरि डाइट दिस इज स्पेशल डाइट जता गए पनि वाइ हाम्रो फेभरेट हामी सबैको नचाहिँदो के भन्छ फेरि इन्टेक 22 ले
सर्ट किन्ने गरी सर्ट कति गरी हाउँछ यहाँ टोलेर फेरि ल ठिक छ यहाँ हो राम्रो त हुँदैन यो मेरो टाइम पास हो यसो जे छ त्यही होइन देखाइदिनु एउटा मेमोरी चाहिँ राम्रो हुन्छ है मेमोरी चाहिँ राम्रो हुन्छ कि जे छ खिचिदिनु एडिट पनि धेरै टाइम वेस्ट गर्ने होइन हालिदिइहाल्ने कि ल त्यो सर्ट लन्च ब्रेकपछि अब हामी फेरि हिँड्न थालिएछ गुरुजी कस्तो भयो त नि तपाईँको अहिलेसम्मको यो आजको दिन कस्तो हुँदैछ गुरुजी यसो भनिदिनु पऱ्यो हो यो आजको यात्रा चाहिँ एकदम सर्ट एन्ड साफ सर्ट एन्ड साफ पनि साफ किन भन्दाखेरि चाहिँ साफ चाहिँ किन भन्दा यो ढुङ्गाले गर्दाखेरि होला सर्ट एन्ड साफ एकदम रमाइलो एकैछिनमा उकालो ओह्रालो पनि आइहाल्यो तर उकालोमा चाहिँ 15 मिनट विश्राम साह्रै आनन्द आएको छ अब चाहिँ बाटो पनि हेर्नु पनि हुन्छ जस्तो लाग्यो अब अनि द्याट सिट ओ माथि पुगेर चाहिँ त्यहाँबाट चाहिँ बायाँ बायाँ हुँदै चाहिँ हाम्रो चाहिँ तल कारपाल जाने प्लान छ हाम्रो चाहिँ ल है ल जानु पनि मुलुको पानी छ गुरुजी पानी खानुपर्छ ल यो मुलुको पानी मुलुको ल सोधे आज लागेको उसलाई यसरी सबै देखेछ मुलुको जस्तो होइन त्यसो छ तर यो लेडिजको पानीहरू चाहिँ फेरि पक्का सफा हुन्छ अनि इङ्ल्यान्डभरि चाहिँ पानी प्रायः सप्लाई चाहिँ यता इलेक्ट्रिसिटीबाट हुन्छ र चाहिँ मिठो पानी हुन्छ यहाँको अनि प्लस स्कटल्यान्डको हाइल्यान्डको त्यो छ अपडेट चाहिँ अरू ठाउँतिरको चाहिँ पानी साह्रै खान्छ जस्तो लाग्दैन मलाई खाने चाहिँ सकिँदैन ल ल ल ल यहाँ चाहिँ अब आइसक्रिम ब्रेक हाम्रो गुरुबाले चाहिँ यहाँ आइसक्रिम ट्रिट गुरुजी आइसक्रिम ट्रिट मलाई चाहिँ क्यारामल स्टिकी सल्टेड क्यारामल गुरुजी त्यो है ल आइसक्रिम पनि दिनु पर्यो खिच्ने बिर्छ नि त ओहो ए हाम्रो गुरुजीको ट्रिट सल्टेड क्यारामल त सिधिसकेको छ पहिला खिच्नुपर्ने हाम्रो दलन भाइलाई पनि वेलकम छ यहाँ थ्याङ्क यू गुरुजी यो त हाम्रै टोलीहरू म्याङ्गोको आइसक्रिमबाट अम्बकको फ्लेभर आएर बेलौतीको फ्लेभर यो इन्टेक 21 चाहिँ अलिक कडै छ क्या चाहिँ मार्छ भाइ तिमी कुन इन्टेकको ब्रो ल 1 सेकेन्ड गुरुजीमा म चाहिँ 18 को हो सिनियर रहेछ नि त हजुर मेरो यहाँ दुईजना नम्बरी हजुर मारे मेरो राइट ह्यान्ड म्यान र लेफ्ट ह्यान्ड म्यान यहाँ ओहो नम्बरी यो ग्याबिर पनि एक्लै भएर थियो यहाँ यसको नम्बरी निकै आइपुग्छ अहिले त हजुर हजुर यसले यो माउ बिनाको चल्ला भइरहेको हेडले चिकन भएर थियो हो ठिकै हो अहिले साथीहरू निकै भएछ भाइ त्यही त एक्लै दिन त ग्याबिर पहिला थियो 1-2 जना त्यहाँ प्रमोसन भएर गइहाल्यो अनि त्यहाँबाट चाहिँ यो चाहिँ 1-2 वर्ष चाहिँ यहाँ एक्लै नम्बरी यहाँ चाहिँ हिँडिरहेको थियो अरे चाहिँ जस ठिक रहेछ 2 जना भाइ इन्टेक 18 को भाइहरू पनि ग्याबिरसँगै यहाँ अब ल ठिक छ वाटर लेक पनि आइपुग्यो हामी ल ठिक छ यहाँ चाहिँ अब हाम्रो स्विमिङ सेसन यताको सब खतरा गुरुजी ल आयो भित्रै खिच्नु चाहिँ म आउँछु है त उठी ल आयो भित्रमा है ल ल हुन्छ 1 2 3 गयो ठिक छ रिजा रमाइलो यस्तो हो नि त यार पानी डाँडा हावा पानी होइन यो नि त लाइफ यार सिटीमा बसेछ एउटा च्यालेन्ज खेल्नुपर्छ गुरुजी ल ल सोटिङ म चाहिँ पक्का रिलिफ भएर क्या त्यो वाकिङ त्यहाँबाट चाहिँ एकदम दामी रिकभर फेरि यस्तो बबाल आउँदो रहेछ भ्यू पनि फेरि यस्तो क्या अब हामै फाल्दैन नि त्यहाँ होला मेन स्विमिङ एरिया त यार त्यो बोट आउँछ गुरुजी बोटको लागि पनि होला तल के छ के छ ल ल भाइ इन्जोय गर्दैछ उताबाट ठिक छ रिलिफ भाइ उताबाट केटाहरू चाहिँ उता निकाल्छ त्यहाँ ठिक छ है ठिक छ के यता छिटाले भाइले के भन्नु छ भाइ कस्तो हुन्छ अहिलेसम्म एकदम रमाइलो भयो गुरुजी स्विमिङ गरेर दामी रिकभरी
तिमीहरू त्यहाँ गयो फेरि अर्को डाँडा पाउनु पर्ला जस्तो कुरा ड्राइभ पनि हाल्यो है ल ठिक छ नेक्स्ट टाइम ल जस हाम्रो स्विमिङ सेसन सक्यो गर्दाखेरि चाहिँ अब चाहिँ यो लेकको छेउछेउ हिँड्दै कार पार्क गइन्छ त्यसपछि चाहिँ अब मेसिङ पकाउनु चाहिँ जानुपर्ने हुन्छ ल ल लास्टम्यानहरू पनि आउनु पऱ्यो लास्टम्यान ड्रिल गरेर त्यहाँ डकहरू पनि खेल्दै रहेछ ल गर्दाखेरि चाहिँ यस्तै छ अब चाहिँ अर्गनाइजर गुजुलाई चाहिँ यहाँ एकदमै टेन्सन छ अलिकति ठिक छ रेस्पोन्सिबिलिटी भइसक्यो होइन अब अलिकति फेरि गर्नुपर्ने हुन्छ अनि अरू भन्दा नि आजको भ्यू चाहिँ मारेछ नि भ्यू छ हाम्रो गिटारिस्टले पनि इन्जोय गरेको छैन गिटारिस्ट भाइ या हाम्रो गिटारिस्ट भाइ हाम्रो 15 स्क्वाडरनको चाहिँ भाइ चाहिँ फेरि पक्का कला भएको गिटारिस्ट भाइ फेरि भनिदिनु पऱ्यो नि यहाँ अब यहीँ आउनु पर्ला अब चाहिँ तिमीहरू चाहिँ अब आज रोकी हो फ्यामिलीहरूसँग चाहिँ तिमीहरू चाहिँ छुट्टीको चाहिँ यहाँ प्लान हुनु पऱ्यो कि तिमीहरूको यहाँ अब आउनु पर्यो या यो चाहिँ तिम्रो रेकी विक हो क्या होइन भाइ होइन यो त लो लेभल ल्याउने नि त तल ल्याउने नि त ल अब यस्तो भने चाहिँ अब बहिनीले पनि हेर्छ यो अब तिमी टोकै खानुभयो अब त्यस्तो त्यसो भयो तिमीभन्दा म धेरै हिँड्छु तिमी भन्छ म चाहिँ तिमी हिँड्न सक्दैन भन्नु तिमीलाई भयो भनेको त्यो भन्छ यो चाहिँ फेरि बोट लन्चिङ एरिया रहेछ यहाँ चाहिँ ल पक्का थेरेपी गरे जस्तो पनि भयो मजा आयो जे होस् लेडिज आउँदाखेरि चाहिँ यो रमाइलो छ हिल वकिङ गर्ने त्यहाँबाट चाहिँ लेकै लेक छ अनि जाममा हाम फाल्ने त्यो चाहिँ दामी छ यहाँको लागि चाहिँ फेरि एकदमै अब हाम्रो भाइले चाहिँ अघि यहाँ पक्का आफ्नो ड्राइभिङ स्किल पनि देखाइसक्यो यहाँ चाहिँ दामी हुन्छ है यहाँ चाहिँ है ल आजको चाहिँ सबै खालको रुटहरू भेटिरहेछ हामीले डाँडाबाट लिएर होइन स्टिप डाँडाबाट लिएर अलिअलि हातसम्म पनि हिँड्नुपर्ने जस्तो बाटो पनि देखियो त्यहाँबाट ओह्रालोमा खुट्टै दुख्ने गरेर पनि हिँड्यो पछि चाहिँ अहिले पक्का लेकको छेउछेउमा वुडल्यान्ड वक होइन बुझे त्यस्तो छ है आजको चाहिँ हाम्रो अपडेट लेट्स गो अघि गराएको चाहिँ हाम्रो क्याटबेल्स केदार त्यहाँ छ अब हामी चाहिँ अलमोस्ट कार पार्क पुग्नु लागिसक्यो अब चाहिँ अलमोस्ट कार पार्क पुग्नु लागिसक्यो ल भाइहरू चाहिँ अब हाइक अनि स्विमिङ गरेर थाकेको अवस्थामा हाम्रो आजको चाहिँ दिन यतै अन्त छ है ल बाबा सबैलाई गर नि त ल